यो भिडियोमा मैले तपाईहरु जति पनि भारतमा बसोबास गर्नुहुन्छ तपाईहरु सम्पूर्णले आफ्नै मोबाइलबाट नेपालमा पैसा पठाउनु पर्छ। अरु कसैलाई पैसा नदिएर कुनै पनि एजेन्टकोमा नगएर तपाईहरु प्रत्येक जनाले चाहिँ आफ्नै मोबाइलबाट आफै पैसा पठाउनु पर्छ भन्ने उद्देश्यले यो भिडियो बनाउँदै छु। तपाईहरुले थम्बनेलमा देखिसक्नु भएको छ तपाईहरुले नेपालमा पैसा पठाउँदै हुनुहुन्छ। भारतदेखि नेपाल पैसा पठाउनको लागि सबैभन्दा सजिलो एप्लिकेसन। तपाईहरुले आफ्नै पैसा पठाउँदै हुनुहुन्छ र तपाईले के गर्नुहुन्छ अहिले अरूलाई एक्स्ट्रा पैसा दिइराख्नु भएको हुन्छ 200 250 300 यसरी अरूलाई चार्ज दिइराख्नु भएको हुन्छ तपाईहरुले एक्स्ट्रा पैसा। अब त्यो गर्ने हैन। तपाईहरुले आफ्नो पैसा पठाउनुस् आफै कमिसन लिनुस्। जो कम्पनीले दिने कमिसन हुन्छ तपाईहरुले त्यो कमिसन पाउनुहुन्छ। अब त्यसको लागि के गर्नुपर्छ त? त्यसको लागि तपाईहरुले चाहिँ मैले यो डिस्क्रिप्सनमा त्यो एप्लिकेसनको लिंक राखिदिने छु। त्यो लिंकमा गएर तपाईहरुले चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो लिंकलाई डाउनलोड गर्नु होला। त्यो लिंकबाट रजिस्टर गर्नु होला। रजिस्टर गरिसकेपछि तपाईहरुले आफ्नो अकाउन्टलाई भेरिफाई गर्नु होला। भेरिफाई गरिसकेपछि त्यहाँ भित्र चाहिँ धेरै अप्सनहरु छन्। नेपाल पैसा पठाउने, इन्डो नेपाल रेमिटान्सको अप्सनहरु छ, बसको टिकट काट्ने अप्सनहरु छ, नेपाल रिचार्ज गर्ने अप्सनहरु छन्। यिनी धेरै कुराहरु चाहिँ यहाँ भित्र समेटिएको छ। यिनी कुराहरुलाई तपाईहरुले प्रयोग गर्न सक्नुहुन्छ। आज मैले अन्य कुराहरुमा नगएर तपाईहरुले नेपालमा पैसा पठाउँदै हुनुहुन्छ, तपाईहरु चाहिँ भारतमा हुनुहुन्छ भने यो एप्लिकेसन प्रयोग गरेर तपाईहरुले आफ्नै मोबाइलबाट नेपालमा पैसा पठाउनको लागि रजिस्टर गर्नुस् भनेर यो भिडियो चाहिँ बनाएको हो। किनकि तपाईहरुले अरूलाई पैसा पठाउन दिँदा तपाईहरु एक्स्ट्रा पैसा त तिर्नु भएकै हुन्छ र तपाईहरुको समय पनि बर्बाद भइरहेको हुन्छ। किनकि हामी सबै मानिसहरु आफ्नो काममा व्यस्त हुन्छौं, हामी आफ्नो काम धन्दामा हुन्छौं। यदि हामीले चाहिँ आफ्नो मोबाइलबाट पठाउँदैनौं, हामीले आफूले चाहिँ जान्दैनौं भने अरूलाई पैसा दिनुपर्ने हुन्छ। त्यसको लागि हामीले के गर्नुपर्छ त? आफ्नो समय बर्बाद गर्नुपर्ने हुन्छ र अर्को कुरा हामीले एक्स्ट्रा चार्ज तिरेर पैसा पठाउनु पर्ने हुन्छ। कुनै व्यक्तिले तपाईहरुको पैसा चाहिँ इलिगली माध्यमबाट पैसा पठाइदियो भने तपाईहरुलाई त्यहाँनिर खतरा पनि हुन सक्छ। किनकि तपाईले चाहिँ गलत मान्छेको हातमा पैसा दिनुभयो भने अहिले भारतबाट धेरै नेपालीहरुले यस्ता ठगीका केसहरु आइरहेका छन्। जसले तपाईले पैसा दिनुहुन्छ उनीहरुलाई पैसा पठाउनको लागि उनीहरु फरार भइदिन्छन्। तपाईले दुःख गरेर कमाएको पैसा तपाईले आफ्नो मोबाइलबाट आफै पैसा कसरी पठाउने यो कुरा सिक्न जरुरी छ। त्यसको लागि चाहिँ मैले यो भिडियो बनाएको छु। तपाईहरुले डिस्क्रिप्सनमा लिंक राखिदिएको छु एप्लिकेसनको। त्यो लिंकलाई डाउनलोड गर्नु होला, रजिस्टर गर्नु होला। त्यसपछि तपाईहरुले चाहिँ त्यहाँ दिएको सम्पूर्ण प्रक्रियाहरु पूरा गर्नु होला र तपाईहरुलाई कुनै पनि समस्या पर्यो भने तपाईहरुले चाहिँ मलाई मेरो त्यहाँ डिस्क्रिप्सनमा मेरो सोशल मिडिया लिंकहरु हुनेछन्। फेसबुकको, व्हाट्सएपको, ट्विटरको यस्ता लिंकहरु म त्यहाँ राखिदिने छु। तपाईहरुले मलाई डाइरेक्टली कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब यो एप्लिकेसन के हो त? मैले यति धेरै गफ लागिराखेको छु तपाईहरुलाई अब उत्सुकता भइसक्यो होला यो कुन एप्लिकेसन हो, यो चाहिँ कसरी हामीले चाहिँ पठाउन सकिन्छ। यो एप्लिकेसनको बारेमा म तपाईहरुलाई अब केही कुरा गर्छु। यो एप्लिकेसन हो अनलाइन साथी। अनलाइन साथी भन्दा बित्तिकै अब हामीले बुझ्नु पर्यो कि हामी सबैको साथी अनलाइन साथी। अनलाइन साथीबाट पैसा यदि अनलाइन साथी तपाईले रजिस्टर गर्नुहुन्छ, अनलाइन साथी रजिस्टर गरेर नेपालमा पैसा पठाउनुहुन्छ भने तपाईहरुले रजिस्टर गरेर भेरिफाई भइसकेपछि तपाईहरुको अकाउन्ट भेरिफाई भइसकेपछि तपाईहरुले नेपाल पैसा पठाउन सक्नुहुन्छ। र तपाईले यदि वालेट लोड गर्न कुनै पनि समस्या भयो, तपाईहरुलाई भेरिफाई गर्न कुनै पनि समस्या भयो भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। मैले आउँदा दिनहरुमा यिनी भिडियोहरु बनाएर तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउने छु। मेरो रेगुलर भिडियोहरु आउनेछ। यस सबै एप्लिकेसनहरुको प्रत्येक त्यहाँ भित्र भएको फिचरहरुको भिडियोहरु मैले बनाएर मेरो च्यानलमा राख्ने छु। यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ, आफ्नै मोबाइलबाट नेपालमा पैसा पठाउन चाहनुहुन्छ र तपाईहरुले चाहिँ एक्स्ट्रा पैसा कसैलाई नतिरेर आफ्नो पैसा पठाउन आफै क्याशब्याक लिन चाहनुहुन्छ भने यो भिडियोलाई शेयर गर्नु होला। सुरुदेखि अन्तिमसम्म भिडियोलाई हेर्नु होला र तपाईले चाहिँ त्यहाँ भएको लिंकबाट एप्लिकेसन डाउनलोड गरेर अगाडि बढ्नु होला। तपाईलाई रजिस्टर गर्न समस्या भयो भने मैले अर्को भिडियोमा कम्प्लिट प्रोसेस कसरी रजिस्टर गर्ने, कसरी केवाइसी गर्ने र नेपाल पैसा कसरी पठाउने यिनी भिडियोहरु बनाएर फेरि चाहिँ अपलोड गर्नेछु। आज चाहिँ खाली एप्लिकेसनको बारेमा जानकारी। तपाईलाई यो एप्लिकेसन डाउनलोड गरेर राख्नुस्। फेरि भोलि अर्को भिडियोमा मैले तपाईहरुलाई यसको कम्प्लिट प्रोसेसहरु सिकाउने छु भन्दै म आजको भिडियोबाट बिदा चाहन्छु। नमस्कार।